हेलो साथीहरु, नमस्कार सेवारो हजुरहरुलाई पुनः स्वागत छ एवै छ मिनी ब्लग च्यानलको बिल्कुलै नयाँ ब्लगमा। आज चाहिँ हामीहरु धरान जाँदै छौं। यहाँ चाहिँ हाम्रो टिम आजको हामी सम्पूर्ण धरान जाँदै छौं। धरान चाहिँ हामी बुढासुब्बा मन्दिर दर्शन, त्यसपछि भनेको हामी रक गार्डन भन्ने ठाउँमा जान्छौं। नयाँ गार्डन रहेछ है। अहिले चाहिँ हामीहरु टक्कै केर्खा बजार आइपुग्यौं। केर्खा बजार चाहिँ अहिले यस्तो बनिएको छ। हामी चाहिँ अहिले पाडाजुङ्गी आइपुगेका छौँ। केर्खाबाट 10-15 मिनट वर। अहिले चाहिँ हामीहरु रतुवा पुलनिर आइपुगेका छौँ है। यो पुल पारी चाहिँ दमक पर्छ। यो खोलालाई चाहिँ रतुवा खोला भन्छ है। खोलालाई रतुवा खोला भनेकोले गर्दा पुललाई पनि रतुवा पुल भन्छ। यहाँ पारी चाहिँ दमक पर्छ है। दमक बस पार्क। दमक बस पार्क चाहिँ राइटपट्टि। यहाँदेखि माथि गयो भने चाहिँ फाल्गुनन्द चोक पुगिन्छ। हामी चाहिँ अहिले उर्लाबारी आइपुग्यौँ। हामी चाहिँ अहिले खोलाको शाखा पुलमा आइपुगेछौँ। यो चाहिँ उर्लाबारी बजार हो। उर्लाबारी यो चाहिँ चोक पर्छ। बल्ल यो ट्रिपरले बाटो छोडिदियो, नभएदेखि अगाडिको भ्यू नै राम्रो आइरहेको थिएन। अब नराखौँ भन्दाखेरि पनि नखिचौँ भन्दा पनि बाटो काटिने होइन, एकदमै डिस्टर्ब गरिरहेको थियो ट्रिपरले। फाइनली उता गयो। अब चाहिँ राम्रो भ्यू हुन थाल्यो। अब चाहिँ हामीहरु मंगलबारे आइपुग्यौँ है। मंगलबारे भन्छ, मंगलबारे। यो पुलको नाम चाहिँ सोल्टी पुल है। खतरा छ पुलको नाम पनि, सोल्टी पुल अरे। हामी चाहिँ अहिले पत्री बजार आइपुग्यौँ। यो चाहिँ पत्री बजार हो। यो चाहिँ पत्री क्याम्प। पहिला यहाँनिर क्याम्प थियो, पत्री क्याम्प। यहाँनिर चाहिँ पत्री क्याम्प थियो है। यहाँबाट भित्र छिर्नु पर्थ्यो। चाहिँ पत्रीको बजारदेखि अलिकति वरतिर यहाँबाट पत्री छिर्थ्यो है क्याम्प।
हामी चाहिँ अहिले खोर्सानी भन्ने ठाउँमा आएको छौँ है। हामी यहाँबाट चाहिँ राइट लाग्छौँ, सर्टकट हो। यहाँबाट चाहिँ अलिकति बाटो अलिक छोटो पर्छ भनेर चाहिँ हामी यताबाट जाँदैछौँ। यहाँदेखि अब हामीलाई अझै लाग्छ होला 1-1.5 घन्टा जस्तो लाग्छ। 1 घन्टा त्यस्तै 15-20 मिनट जस्तो लाग्छ कि त। खोर्सानी भन्ने बजारबाट चाहिँ हामी यता सर्टकट लाग्दाखेरि चाहिँ हामी जङ्गलको बाटो हिँड्नुपर्छ। अलिकति चाहिँ लगभग 20-25 मिनट जस्तो चाहिँ जङ्गलको बाटो हिँड्नु पर्दो रहेछ। जङ्गलको बाटो पनि त्यति नराम्रो छैन, एकदम पिचै छ है, रमाइलो रहेछ, राम्रै रहेछ। यो ठाउँलाई चाहिँ केराबारी भन्दो रहेछ है। हामी केराबारी आइपुग्यौँ। यहाँबाट चाहिँ हामी लेफ्ट लाग्छौँ। केराबारी भन्दो रहेछ यो बजारको नाम चाहिँ। यहाँ बजार पनि ठुलै लाग्दो रहेछ है, एकदम राम्रै रहेछ। चट्ट बनाएको बिचमा लाइटहरू राखेर राम्रै बनाएर छ यो बजार पनि। अब चाहिँ हामीहरू धरान बजार आइपुग्न आँट्यौँ। अब यहाँबाट धरान बजार धेरै टाढो छैन। अब चाहिँ भने हामी धरान बजार पस्यौँ। यो चाहिँ धरानको क्लक टावरनिर बस पार्कनिर भान्चोक भन्दो रहेछ यो ठाउँलाई चाहिँ है।
अहिले चाहिँ हामी बुढा सुब्बा मन्दिरनिर आइपुग्यौँ किनभने अघि चाहिँ मैले बाटोको भिडियोहरू गर्न सकिनँ किनभने उहाँ ड्राइभर दाइलाई पनि ऊ थाहा रहेन रहेछ के अरे बाटो थाहा रहेन रहेछ अनि मेरो फोनमा जिपिएस लाएर एड्रेस लाएर आएको त्यसैले अनि त्यो सबै भिडियो चाहिँ राख्न सकिनँ किनभने मैले मेरो फोनमा जिपिएस लगाएको थिएँ हालमा चाहिँ हामी अहिले बुढा सुब्बा मन्दिरनिर आइपुग्यौँ हामीले फुल अक्षता किनेर भित्र प्रवेश गर्दैछौँ यहाँ बुढा सुब्बा मन्दिरमा चाहिँ आएर भाकल गरेर पूजा गरेर त्यस पछाडि यहाँको बाँसमा चाहिँ हामीले यो मन्दिरमा पूजा गरेर यो बाँसमा चाहिँ हामीले धागो बान्यौँ भने चाहिँ हामीले चिताएको मनोकामनाहरू पुरा हुन्छ भन्ने मान्यता छ हामी चाहिँ मन्दिरबाट पूजा गरेर फर्किँदैछौँ अब चाहिँ हामी खाना खान जान्छौँ खाना खाए पछाडि चाहिँ हामी अनि त्यस पछाडि चाहिँ रक गार्डनपट्टि जान्छौँ अहिले चाहिँ हामी ब्याक हुँदैछौँ अघि चाहिँ यो भिडियोहरू राख्नु सकेको थिइनँ किनभने मेरो यो फोनमा जिपिएस लगाइरहेको थिएँ यो चाहिँ बस पार्क यहाँ बुढा सुब्बा आउँदाखेरि चाहिँ यहाँसम्म मात्रै बस आउँछ यस्तो पूजा गर्ने टाइममा चाहिँ त्यो त्यहाँ उयो भएर चाहिँ मन हुँदैन नि उयो हामी चाहिँ सबैजना नयाँ परियो धरानमा है ड्राइभर दाइ पनि त्यति आउनु भएको रहेछ त्यो भएर राम्रो रेस्टुरेन्ट खोज्दै हामीले राम्रो रेस्टुरेन्टै पाइएन त्यहाँ बस पार्कनिर एउटा रेस्टुरेन्टमा पसेको है खाना खानु गएको खासै सफा पनि थिएन राम्रो पनि थिएन क्या मोमोहरू अलिअलि के खाएर चाहिँ निस्क्यौँ हामी है अब त्यस्तै गरेर आज चाहिँ दिन जाने भयो हामी चाहिँ अब यता उसमा आएको छौँ यो रक गार्डन आयो रक गार्डन चाहिँ फेरि सानो बाटो जाँदो रहेछ क्या बाटै साह्रो सानो एउटा गाडी मात्रै कुद्ने बाटो रहेछ अनि दुईवटा गाडी आयो भने त बाटै जाम हुँदो रहेछ यत्रो सानो बाटो छ यहाँ रहेछ पार्किङ चाहिँ है प्रायः जस्तो खालि अटो हुँदो रहेछ हामी चाहिँ अब कस्तो रहेछ त रक गार्डन है अहिले पूर्वमा पुरै हल्ला चलेको छ यो रक गार्डनको बारेमा हेरौँ कस्तो रहेछ यहाँबाट प्रवेश हुँदो रहेछ रक गार्डनको लागि चाहिँ उतापट्टि एउटा टिकट काट्नु पर्दो रहेछ बनाएको रहेछ खोला बगरमा यतिको राम्रै बनाएकै हो नि अब है मान्छेले गर्यो भने त हुने रहेछ नि त मान्छेको भिड हुँदो रहेछ स्टुडेन्टहरू कता कताबाट घुम्न है हामी त अब यत्रो टाढोबाट आएछौँ यता माथिपट्टि चाहिँ अझै कन्स्ट्रक्सनै भइरहेको रहेछ है बनिन्छ मजाले बन्ने रहेछ यो पार्क चाहिँ विशेष गरी सहयोगबाट नै बनिएको रहेछ है धेरै जस्तो यहाँनिर यो लेखेको ओरेको हेर्दाखेरि चाहिँ मान्छेहरूले डोनेसन गरेको थुप्रो देखेँ मैले चाहिँ है अब कस्तो हिसाबले बनिएको त्यो चाहिँ अब मैले बुझ्दाखेरि चाहिँ धेरै जस्तो डोनेसनले नै बनेको देखेँ मजाले बनाएर रहेछ यो कम्प्लिट भयो भने त एकदम दामी हुन्छ नि यस्तो यत्रो धेरै लगानी भएको रहेछ नि अन्डर कन्स्ट्रक्सन भएकोले गर्दाखेरि चाहिँ त्यतापट्टि बाटो बन्द गरेर चाहिँ यताबाट खोल्दै रहेछ सानो बाटो है यो चाहिँ टेम्पोरेरीको लागि बाटो खोल्दै रहेछ यहाँ चाहिँ कन्स्ट्रक्सन भइरहेछ यहाँबाट जाँदाखेरि अब यो पार्क चाहिँ विशेष गरी अब संस्कृतिहरू झल्काउने गरी क्या अब कस्तो अब पहिलाको उहिलेको हाम्रो संस्कृतिहरू हुन्छ नि त्यो विषयमा रहेछ है पार्कहरू चाहिँ विशेष गरी अब त्यही
ठेकीहरू त्यस्तो के अरे रोटी पोलेको हुन्छ नि यसरी क्या झट्टै मजाको बनाएर छ पार्क त काट काटेको ओरेको है यसरी धरानमा काट काटिराखेको यस्तो बनाएर छ मजाकै छ राम्रो लाग्यो मलाई चाहिँ पार्क चाहिँ यहाँसम्म मात्रै रहेछ है यसरी बाटो बन्दैछ यहाँसम्म आउने गरी यसरी कन्स्ट्रक्सन भइरहेछ अब चाहिँ म रक गार्डन भित्र प्रवेश गरेर देखाउँछु है अब मैले कति क्याप्चर गर्न सक्छु त्यो सबै देखाउँछु है रक गार्डन भित्र यस्तो रहेछ गार्डन चाहिँ प्रवेशद्वार विशेष गरी यही खोलाबाट चाहिँ पानी लोएछ धरानमा है धरानमा पानी जाने नै यही ठाउँबाट हो अहिले भर्खरै बनेको धरानलाई पानी चाहिँ यहाँबाट सप्लाई हुन्छ हस् त साथीहरु यस्तै भयो हाम्रो चाहिँ मन्दिर दर्शन अनि पार्क घुमाइ भनेको है भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है मेरो च्यानललाई माया गरेर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला आगामी दिनमा अझ राम्रो भिडियो ल्याउने हौसला मिल्नेछ मलाई हस् त साथीहरु अर्को भिडियो भेटौँ है टेक केयर बाइ बाइ